साथी त्यसलाई भन्दो रहेछ जो आफूले भनेको समयमा उपस्थिति दिँदो रहेछ। यस्तै व्यक्तित्वको नाम हो मोहन। ठुलो हृदयको मिलनसार, मिष्टभाषी अनि जहिले पनि सहयोगको भावना राख्ने यी युवालाई आज मैले वीरपाडामा स्वागत गरेँ। चिसो ठिहीमा बिहान सखारै 5 बजे उठेर बाघपुलसम्मको गाडी समाती फेरि त्यहाँबाट अर्को गाडी कुरेर वीरपाडा आउनु निकै कठिन यात्रा थियो। तर पनि तिनी यस्तो कठिन यात्रा गरेर वीरपाडा आइपुगेछन्। मोहन भाइलाई तपाईँलाई स्वागत छ। कहाँ आइपुग्नु भयो तपाईँ? अरे वीरपाडा कस्तो लागिरहेछ वीरपाडा? ठिकै हो, 6 घन्टाको जर्नी भयो। ए हो, ल खुसी लाग्यो अन्तमा मोहन भाइ आइपुगेको छ। ल तपाईँलाई स्वागत छ वीरपाडाको लागि। भाइलाई म बस्तीमा घुमाउँदैछु, यहाँनिर मेरो गाउँमा। मोहन भाइ, यो गाउँ कस्तो लागिरहेछ तपाईँलाई? राम्रो त हो, तर कस्तो कस्तो भन्ने अब फिल हुँदैछ कि आसाम जस्तो लाग्यो मैले। आसाममा घुमेन म, बहिनीको ग्रुप पनि यो हेर्दाखेरि पुरा लोकेसन न आसामको जस्तो लाग्छ। आसाम जस्तो लाग्दैछ। यसरी मोहन भाइलाई हामीले वीरपाडाको मजाले घुमायौँ।